साथीहरु हामी चाहिँ कहाँ आएको छौँ भने टिमिटी सिक्किमको नाम्ची बजारको टिमिटी भन्ने ठाउँमा चाहिँ आएको छौँ हो। यता सबैजना घुम्नको लागि नसेन टिकट काटेर हो। यताको ठाउँ चाहिँ यस्तो छ दामी, सेम इलाम कन्याम जस्तै रहेछ के। टिकट लिनु पर्यो? कसरी हो? 40 रुपियाँ। दिदी हामी उता 5 जना 6 जना 6 जनाको लागि गरिदिनुहोस् न। हजुर तपाईहरु पनि आउनुहुन्छ नि, टिकट सिस्टम छ हो। सबैको टिकट काटेको छ, आउनु न। टिकट काटिसकेको छ, लु आउनुहोस् है छिटो। यस्तो छ है, आउनु न भाउजू। हेलो हाई हैन, हेलो। यति दामी रहेछ कि यहाँबाट देखिने सिक्किमको के भने मलाई ठ्याक्कै नामै आएन हो। यस्तो दामी रहेछ, देखिन्छ देखिँदैन के गर्नु, घामले गर्दाखेरि यति उयो पऱ्यो कि। अब हुन्छ तपाईलाई दुःख यो दिनुहोस्, हुन्छ हुन्छ म बोकिदिन्छु। यहाँ फोटो खिचिन्जेल ए हुन्छ 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 फोटो खिच अब गइसक्यो। ल ए हाम्रो ग्रुप चाहिँ आउनु हुँदैछ यता हो। सोल्टिनी बुहारी रेणु यहाँ छ भाइचू पर, खोइ देखिन्छ है देखिँदैन, मै देख्छु कि देख्दिनँ। भाउजूहरू चाहिँ जानु हुँदैछ हो ट्याक्कसँगले यहाँ होइन होइन। यो चाहिँ के अरे सिक्किम एकदम रमाइलो लाग्यो। वा दामी, वा आनन्द एकदम रमाइलो सजिलो पनि भयो भाउजूले गर्दाखेरि। आमाम यो साइड चाहिँ कञ्चनजङ्घा छ, कञ्चनजङ्घा अरे नि त हो। यो साइड चाहिँ यता चाहिँ हाम्रो हजुर कञ्चनजङ्घा अरे नि। त्यस्तो धेरै आउँछ।